साथीहरु हेलो एन्ड नमस्ते। मेरो यस सानो भ्लगमा छोटो भ्लगमा हजुरलाई स्वागत छ। मेरो यस चन्द्रबिन्दु भ्लग च्यानलमा आउनुभएको सम्पूर्ण साथीहरुलाई स्वागत गर्न चाहन्छु र यो भ्लगलाई चाहिँ अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला र मेरो यस च्यानललाई चन्द्रबिन्दु भ्लगलाई चाहिँ लाइक सब्स्क्राइब एन्ड शेयर गरेर चाहिँ साथ दिनु होला है त। र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न चाहिँ नबिर्सनु होला। म आज चाहिँ मेरो आज बिदाको दिन भएको कारणले गर्दा म चाहिँ माथि एउटा आज सानो डाँडातिर जाँदैछु, जहाँ चाहिँ रिजर्भेसन पानीलाई चाहिँ रिजर्भेसन ड्यामहरू बनाइएको छ। त्यो ड्यामहरू हेर्नको लागि चाहिँ जाँदैछु। यदि साथी त्यहाँ चाहिँ म चाहिँ फर्स्ट टाइम जाँदैछु। त्यहाँ चाहिँ मेरो साथी मसँग काम गर्ने साथी चाहिँ पहिले नि गएको त्यहाँ चाहिँ छ घुम्नलाई यसो मुड फ्रेस गर्नको लागि चाहिँ राम्रो ठाउँ चाहिँ जानु अहिले रिकमेन्ड गरेको कारणले गर्दा म चाहिँ आज जाँदैछु है त। र त्यो कस्तो छ के छ सँगसँगै भिडियोमा सँगसँगै त्यो चाहिँ के कति बस्नु नबस्दा बस्दा बोर हुनु र अनि दिमाग पनि फ्रेस हुने। अनि त्यसपछि यसो ठाउँहरू पनि देखिने त्यहाँनिर चाहिँ कस्तो छ चाहिँ आज बाहिर निस्केको छु र तपाईँहरूलाई पनि यो म घुमिरहेको ठाउँ चाहिँ हजुरलाई पनि देखाउँ भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। हजुरले चाहिँ हेरेर चाहिँ साथ दिनु होला। बबाल आकाशमा बबाल देखिरहेको खोजिरहेको छ। मौसम बबाल चाहिँ राम्रो छ, घाम पनि राम्रो लागेको छ। अनि यसमा यो हरियाली छेउमा धानहरू मजाले खेतपातीहरू छ, धानहरू रोपिएको छ। र छेउ मेरो लेफ्ट साइडमा चाहिँ राम्रो कल खोला बगिरहेको छ, जहाँ चाहिँ घरहरू यताउता भन्दा पनि मान्छेहरूको चहल पहल एकदम सुन्दर शान्त वातावरण चाहिँ नेचुरल देखिरहेको सकिन्छ। एकदमै म चाहिँ पुराको एकदम अलिकति गाउँतिर छु, जहाँ चाहिँ एग्रिकल्चर एरियामा भएकोले गर्दा एकदम गाउँ एरियाको छ। त्यहाँ चाहिँ मान्छेहरू एकदमै कम छ। म चाहिँ खेतीबारी विभिन्न कृषिका उत्पादनहरू हुने ठाउँतिर छु। बजार नजिक नभएर कहाँ घुम्नु जानु कता जान्छ भन्ने भयो। एक दिन लिएर हुन्छ के गर्दा टाइम गइहाल्छ। अनि एकछिन टाइम मिलाएर अनि 1-2 घन्टालाई चाहिँ बाहिर निस्किनु कहाँ जान्छ भन्दाखेरि यहाँ यतातिर चाहिँ आज जाँदैछु। यो हेर्नु त कति बगाल राम्रो चाहिँ धानहरू गजबले लगाइएको छ। त्यो बगाल लगाएको चाहिँ यहाँको चाहिँ आधुनिक कृषि है, कृषि यस्तो बगालले गरिएको हुन्छ नि। अब धान रोप्दाखेरि पनि एकदम मेसिनले रोप्ने, मिलाएर काट्दाखेरि पनि मेसिनले काट्छ। अनि यहाँ चाहिँ एकदम राम्रो व्यवस्था छ। सरकारले नै किसानहरूलाई एकदम राम्रो व्यवस्था गरिदिएको छ है त। अनि यहाँ चाहिँ के हुन्छ भने सरकारले नै सम्पूर्ण बिउ बिजनदेखि लिएर मलहरू भयो के चाहिने सम्पूर्ण कुरा चाहिँ सरकारले नै कृषकहरूलाई एकदम उपलब्ध गराइदिन्छ। कृषकले फेरि टेन्सन लिनै पर्दैन। उनीहरू त रोप्ने, उत्पादन गर्ने, रेडी गर्ने, अनि त्यही मात्र बेच्ने पनि टेन्सन हुँदैन। यहाँ चाहिँ सरकारले नै किनिदिन्छ कृषकहरू त्यो उत्पादन गरेको सामान है, जसले गर्दा एकदम सजिलो छ, मजा छ। कृषकहरूले नै आफ्नो राम्रो भाउ पाउँछन्। यदि कारणवश कुनै खेतीबाली केही बिग्रियो, बाढीसाडी लग्यो, यताउता केही भयो भने चाहिँ यहाँ बिमा हुन्छ। बिमाले चाहिँ बेहोरिदिन्छ। गाह्रो टेन्सन केही छैन एकदम है त। यो चाहिँ त्यसैले गर्दा यहाँको चाहिँ सरकारबाट चाहिँ राम्रो। अनि यहाँ पनि सिँचाइ अनि मल बिउ बिजन चाहिँ राम्रो भएको कारणले गर्दा एकदम सुविधा भएको कारणले यहाँको उत्पादन एकदम राम्रो हुन्छ। यस्तो ठाउँमा पनि बिमा काट्छ भने राम्रो चाहिँ धानहरू पछि उत्पन्न राम्रो साइडमा जाने हेर्नको लागि जुन ठाउँमा जाँदैछु त्यो ड्यामबाट चाहिँ आइरहेको खोल्छ। त्यो टाढातिर जानुपर्ने म। यहाँ चाहिँ एउटा यहाँको अनौठो कुरा चाहिँ के भन्दाखेरि
चाहिँ बाटोको छेउछाउमा चाहिँ जहाँ पनि के देखिन्छ भने चाहिँ एकदम चिहानहरू। यहाँ चाहिँ मान्छेहरू अब नेपालमा चाहिँ प्रायः अब हिन्दू धर्म मान्नेहरूले चाहिँ आफ्नो मान्छे बितिसकेपछि त्यो लासलाई चाहिँ के गर्छ जलाउने गर्छ होइन। कतिले अब अरू धर्म मान्नेहरूले चाहिँ नेपालमा पनि अब गाड्ने यताउता के चलन छ आफ्नै। यहाँ चाहिँ धेरै सबै जलाउने भन्दा पनि यहाँ चाहिँ गाड्ने चिहान बनाउने गरिन्छ कि, जसले गर्दा बाटोको छेउछाउमा यत्रत्र चिहान चाहिँ भेटिन्छ कि। अनि जुन चिहान चाहिँ पछि विभिन्न चाडपर्वमा आएर चाहिँ पूजापाठ गर्ने त्यहीँ बस्ने पनि गरिन्छ, जसले गर्दा एकदम राम्रो बनाएको हुन्छ कि चिहानहरू। जहाँ चाहिँ फुलहरू रोपेर बिरुवाहरू रोपेर ट्याक्क सजाएर पार्क टाइपको बनाउँछ कि चिहानको वरिपरि एकदम भेट्न पाइन्छ। खेतीबारीहरू लस के छ, के अरे तरकारीहरू खुर्सानीहरू के काँक्रा साक्राहरू फलफुलहरू के फुलहरू हरेक थरी के रोप्छ यिनीहरू त कति दुःख गर्नु सकेको। नेपालमा नि यस्तै दुःख गर्ने त के हुन्छ होला, नेपालमा स्वर्ग हुन्छ होला। के गर्नु, सरकार पनि उस्तै, जनताहरू पनि हामीहरू आफ्नो देशमा दुःख गर्दैनौँ, विदेशमा चाहिँ त्यहाँ जति भने पनि दुःख गर्न तयार छ। बिचमै लगानी गरौँ दुःख गरौँ भन्ने छैन, के गर्ने। आर्थिक अवस्था पनि त्यस्तै छ नेपालीहरूको होइन न। यस्तो प्रकारले चाहिँ खुर्सानी चाहिँ उत्पादन गरिरहेछ। ट्याक्क मिलाएर नेपालमा त यस्तो कति गर्नु सकिन्छ। यहाँ त यहाँ मौसमले धेरै साथ दिँदैन। जाडोमा त धेरै हिउँ पर्ने बेला जाडो महिनाभर 3-4 महिना खेतीबारी केही हुँदैन, हाउसभित्र बाहेक अरू सम्भवै छैन बाहिर ओपन। नेपालमा त जहिले पनि जस्तो सुकै अवस्थामा पनि ओपनली हाउसहरू नबनाएर पनि जे पनि उत्पादन गर्न सकिन्छ। यहाँ चाहिँ अब हाउसहरू बनाउनुपर्छ। अब ओपनमा गर्ने भनेको यस्तै अलिकति अहिलेको गर्मी टाइममा मात्रै हो, समयमा उत्पादन हुने कुराहरू मात्रै उत्पादन गर्न सक्छ। नत्र भने ग्रिन हाउसहरू बनाउने, त्यही भित्र चाहिँ उमार्ने, अनि एकदम अलिक खर्चिलो हुन्छ। अनि त्यही भएर पनि यहाँको सामान अलिकति महँगो हुन्छ। तर पनि महँगो भए पनि यहाँको जनता एकदम राम्रो सचेत छ कि आफ्नो देशको प्रोडक्टहरूलाई चाहिँ फर्स्ट प्राथमिकता दिन्छ। पहिलो प्राथमिकता राखेर चाहिँ गर्ने। त महँगो भयो भने त्यो सामानहरू किनेर युज गर्ने, खाने यताउता गर्ने गर्छ यिनीहरू। अनि बल्ल चाहिँ अब आफ्नो देशकोले नपुगेपछि बल्ल अनि विदेशबाट ल्याएको कुराहरू चाहिँ बल्ल युजहरू गर्छ यहाँको मान्छेहरू चाहिँ। तर नेपालमा के गर्ने, मान्छे सस्तो खोज्छ, राम्रो भन्दा पनि सस्तो खोजेर चाहिँ नेपालमा चाहिँ बिग्रिएको छ। आफ्नो देशको सामानले मूल्य नपाउनुको कारण, त्यसै कुहिएर फाल्नुको कारण त्यो छ। विदेशबाट आउँछ, नेपालको आफ्नो सामान चाहिँ जरा कृषकले उत्पादन त गर्छ, कृषकले उत्पादन गरे अनुसार चाहिँ फल पाउँदैन। यहाँ चाहिँ ड्याम, यो चाहिँ सिँचाइ खानेपानी के चाहिने पानी चाहिँ ड्यामको बनाएर राखेको छ, जुन चाहिँ त्यो खेतीबारीको परिदिन्छ। तलदेखि म यहाँदेखि आएको है, भर्खर तलदेखि आएको बिरुवा रोपेको छ पुरै यहाँनिर यस्तो ड्याम बनाएको छ। यो चाहिँ अर्को ड्याम, यो चाहिँ अर्को ठुलो ड्याम हो यो। यहाँ चाहिँ यस्तो ठुलो ड्याम चाहिँ यो चाहिँ यहाँबाट लगेको पानी चाहिँ अब के भन्छ सिँचाइहरूको लागि, खानेपानीको लागि प्रयोग हुने पानी यही हो है। अनि एकदम यहाँ तल, त्यो तल टावर देखिरहेको, त्यो टावरको तलदेखि चाहिँ म अब त्यहीँ तल हो मेरो काम गर्ने ठाउँ, कम्पनी मेरो चाहिँ। म चाहिँ अहिले चाहिँ च्याउ खेतीतिर काम गरिरहेको छु। च्याउ चाहिँ मेरो हो हेर्नुहोस् त, जुन त्यहाँ तल त्यहाँ तल देखाएको पानी, यो पानी चाहिँ ड्यामदेखि झरेर आइरहेको पानी हो। जुन ड्यामबाट चाहिँ आइरहेको पानी जुन तल खोला बगिरहेको थियो, त्यही खोलामा जाँदैन पानी। यी तलबाट ड्याममा उठाएर ठुलो ताल बनाइरहेको छ यस्तो खोलामा पनि। र साथीहरू, आजलाई यति नै यो भिडियो। अहिलेसम्म हेरेर साथ दिनु जस्तो धन्यवाद। अर्को भिडियो फेरि भिडियोमा ओके, बाई बाई, सी यू नेक्स्ट टाइम। लाइक एन्ड सब्सक्राइब पनि गर्न नबिर्सनु है।